कुनै एउटा गाउँमा आधारभूत तहसम्म पढाइ हुने एउटा विद्यालय थियो। त्यो विद्यालयमा विभिन्न बस्तीहरूबाट विभिन्न आर्थिक घरानाका र विभिन्न सामाजिक परिवेशमा हुर्किँदै गरेका नानी बाबुहरू अध्ययन गर्न आउने गर्दथे। त्यो विद्यालयमा विभिन्न किसिमका रूप, रङ, आनी बानी र स्वभाव भएका विद्यार्थीहरू पढ्ने गर्दथे। लाग्थ्यो त्यो विद्यालय एउटा सुन्दर बगैँचा हो, जहाँ विभिन्न किसिमका रङ्गी बिरङ्गी फुलहरू फुलिरहेका छन्। त्यो विद्यालयमा अध्यापन गर्नुहुने गुरुवर्गहरू पनि आफ्नो पेशागत कर्म र धर्मप्रति सचेत देखिनुहुन्थ्यो। विशेष गरेर त्यो विद्यालयको प्रधानाध्यापकको कार्यशैली र सहकार्य गर्ने क्षमताले नै गर्दा हुनुपर्छ त्यो विद्यालयको शैक्षिक स्तर अरू विद्यालयको भन्दा उच्च स्थानमा थियो। नियमित रूपमा पठन पाठन हुने गर्थ्यो, नियमित रूपमा परीक्षा सञ्चालन हुन्थ्यो र त्यो परीक्षाको नतिजा पनि बेलैमाथि प्रकाशन गर्ने गर्दथ्यो। एवं रूपले वर्षैभरि पठन पाठन र अध्ययन र अध्यापन गराइसकेपछि वर्षको अन्त्यतिर अर्थात् शैक्षिक सत्रको अन्त्यतिर वार्षिक परीक्षा पनि तोकिएको समयमा नै सम्पन्न गर्छन्। वार्षिक परीक्षा सम्पन्न भएको केही हप्तापछि एक दिन त्यो वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने सूचना जारी हुन्छ र त्यो सूचनामा तोकिएको मिति र समयअनुसार नै त्यो विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थी बाबु नानीहरू विद्यालयको प्राङ्गणमा जम्मा हुन्छन् र जब प्राङ्गणमा जम्मा भएका बालबालिकाहरूको मुहार नियाल्न थाल्छ, वर्षभरि आफूले मेहनत गरेको कर्मको फल अर्थात् नतिजा सुन्नको लागि आतुर देखिन्छन्। त्यसपछि मञ्चतिरबाट कक्षागत रूपमा जब गुरुवर्गहरूले नाम उद्घोष गर्दै उत्तीर्ण विद्यार्थीहरूको लागि मञ्चमा बोलाउने काम हुन्छ र हौसला स्वरूप निधारमा रातो अबिरको टीका लगाइदिने काम हुन्छ। त्यहाँ छुट्टै किसिमको खुसियालीको रौनक छाउँछ। एवं रूपले कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई थप हौसलाको लागि कापी कलम लगायतका विभिन्न पुरस्कृत गर्ने काम पनि हुन्छ र कार्यक्रमको अन्त्यतिर आइपुग्दा गुरुवर्गहरूले त्यो प्राङ्गणमा भेला भएका सम्पूर्ण विद्यार्थी नानी बाबुहरूको मुहार नियाल्न थाल्छन् र त्यहाँ कसैको मुहारमा रातो टीका निधारभरि छाएको छ र खुसियाली छाएको छ, कसैको निन्याउरो अनुहार छ, निधार खाली छ र त्यो देखेपछि गुरुवर्गहरूले एक आपसमा कानेखुसी गर्न थाल्नुहुन्छ र त्यसै प्रसङ्गमा प्रधानाध्यापकले एउटा जुक्ति निकाल्नुहुन्छ। अनुत्तीर्ण विद्यार्थीहरूलाई पनि यसपटक उनीहरूको मुहारमा छाएको निन्याउरोपनलाई हटाउन र केही सल्लाह सुझाव दिनको लागि मञ्चमा बोलाएर निधारमा रातो अबिरको टीका लगाइदिने र केही सल्लाह दिने भन्ने निर्णयमा पुग्नुहुन्छ र सम्पूर्ण अनुत्तीर्ण विद्यार्थीहरू अर्थात् जसको निधार खाली छ उनीहरूलाई पनि क्रमबद्ध तरिकाले मञ्चतर्फ बोलाउँछन् र उनीहरूको निधारमा अबिरको टीका लगाउँदै सम्झाउन थाल्नुहुन्छ र भन्नुहुन्छ, यसपटक तिमीहरूले गरेको मेहनतले मात्रै पुगेन, तिमीहरूले अझै अरू थप सङ्घर्ष गर्नुपर्छ र अरू साथीहरू जस्तै उत्तीर्ण हुनको लागि थप मेहनत गर्नुपर्छ र सकिन्छ भने अझै पुरस्कृत हुने साथीहरूले जस्तै अझै बढी सङ्घर्ष र मेहनत गरेर पढ्ने सङ्कल्प गरौँ, अठोट गरौँ र अर्को वर्ष उत्तीर्ण हुनुपर्छ भन्ने सल्लाह सुझाव दिनुहुन्छ र ती अनुत्तीर्ण विद्यार्थी बाबु नानीहरू पनि हुन्छ भन्ने आफ्नो टाउको हल्लाइको इसारा गरेर त्यो मञ्चबाट बाहिरिन्छन् र आफ्नो घरतर्फ लाग्छन्।